मलाई छोडेर जान्छौ मलाई छोडेर हो र। हेलो गाइज, नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी फेरि काठमाडौँ जाँदैछौँ। अस्ति नै चाहिँ हाम्रो फ्लाइट क्यान्सल भएको थियो। आज चाहिँ हामी फेरि फ्लाइट छ हाम्रो चाहिँ। आज चाहिँ क्यान्सल नहोला भनौँ, यदि भइहाल्यो भने पनि हामी चाहिँ अब गाडीमै जानुपर्छ जसरी नि जाने आज भन्ने थियो, किनभने आन्टीको काठमाडौँमा काम थियो। अनि हामी पनि अब जानी भनिसकेपछि अब खाली फर्किँदै घर आउँदा पनि राम्रो हुँदैन। अनि मैले चाहिँ यहाँ आमालाई कता जाँदै हुनुहुन्छ थाहा पाउनु भएको छ कि छैन भनेर सोधिरहेको थिएँ, किनकि आमाले चाहिँ बिर्सिरहनुहुन्छ। आमालाई चाहिँ अल्जाइमरको बिमार छ, अनि त्यही भएर चाहिँ मैले उहाँलाई बोलाउनलाई कता जाँदैछ भन्ने सोधिरहेको थिएँ। बुवासँग सन्च बसिहन् हो, त्यसरी बसिँदा बस्छ। कता जान लाग्यो हो, यता हेर। रोजलिन मस्त सुतिहन्। हाम्रो चाहिँ फ्लाइटको टाइम 12:20 को थियो। हामी चाहिँ बाटोमै थियौँ कि अझै 12:20 त भइसकेको थिएन, तर हुन लागिसकेको थियो। हामी चाहिँ एयरपोर्ट नजिक पुग्न लागिसकेको थियौँ। अनि एयरपोर्ट पुग्दा चाहिँ 12:20 भइसकेको थियो। अनि त्यसपछि त्यहाँ बोर्डिङ पास गर्ने सबै गर्दाखेरि चाहिँ 12:30 अनि भइसकेको थियो। अनि उहाँहरूले चाहिँ के भन्नुभएको थियो, हजुरहरूको फ्लाइट चाहिँ 1 बजीसम्म हुन्छ, नआत्तिनु भनेपछि हामी चाहिँ अलि दार्जे भयौँ। आन्टी चाहिँ विदेशतिर त अब टाइम टु टाइम हुन्छ नि त, एकदम डराइरहनु भएको थियो कि अब हाम्रो प्लेन छुट्यो, पहिला नि क्यान्सल भयो, अहिले नि छुट्यो, अब गाडीमा जानुपर्छ भन्ने भइसकेको थियो कि आन्टीलाई। अनि हामीलाई चाहिँ थाहा थियो सधैँ प्लेन डिले भइरहने। अनि त्यही पनि हामी टाइममा नपुगे पनि हामीहरू चाहिँ एकछिन 15 मिनट जति हामीले त्यही पनि वेटिङ गर्नु पर्यो, किनभने प्लेनले जो डिले गरेको हुनाले चाहिँ हामी 15 मिनट जति वेटिङ रुममा वेटिङ गरेर बस्यौँ। अनि त्यसपछि चाहिँ हामी बल्ल प्लेनमा चढ्यौँ। अनि हाम्रो फ्लाइट चाहिँ 1 बजेर 3-4 मिनट यस्तैमा चाहिँ हाम्रो फ्लाइट स्टार्ट भयो। आमा कता जान लानुको? कहाँ जान लानुको थाहा पाउनु छ? पाइछु। कहाँ जान लानुको? टक्सर होइन, काठमाडौँ। नातिनी पलातिनी को जान लाखन थाहा पाउनु भयो? पाइछु। को कहाँ जान? काठमाडौँ जान। को जान लाग्छन्? काठमाडौँ जान हिँडे। को जान लाग्छन् भन्नु त? बुढा बुढी, नाति पढाटी बुहारी, पढाटिनी बालख सबैले। आमाले चाहिँ डर लाग्यो भन्न थाल्नु भएको थियो। अनि त्यसपछि मैले चाहिँ आमालाई भुलाउनको लागि भनेर आमालाई सोधिरहेको थिएँ कि क्वेसनहरू, हामी कता जाँदैछौँ, कहाँ जान लाग्यो, को जाँदैछौँ भनेर चाहिँ आमालाई माइन्ड डाइभर्ट गर्न खोज्दै थिएँ। अनि आमा पनि कुरा गर्दै हिँडेपछि आमा पनि अलिकति डराउन कम गर्नुभयो। घरि बाबासँग घरि मसँग
जाम अब जाम यतैबाट बस्ने होइन आछिन बाबासँग जाम त्यहाँ हुनुहुन्छ रोजलिन तिमी जान्छौ फेरि फर्किन्छौ टाटा बेबी बाई 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 बेबी बाई 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 हामी चाहिँ त्रिभुवन इन्टरनेसनल एयरपोर्टबाट घर फर्किँदैछौँ हामी चाहिँ अहिले घरतर्फ लागिरहेछौँ हिँड्नको र हजुर हामी कहाँ हिँड्ने हम थाहा पाउनु हो घर लिएर जाँदैछौँ घर लाँदैछौँ कि काठमाडौँको घर लाँदैछौँ फाइनली गाइस हामी चाहिँ काठमाडौँ आइपुगेका छौँ पहिलाको भ्लगमा चाहिँ हाम्रो फ्लाइट क्यान्सल भएर घर फर्किनु परेको थियो भने अहिले चाहिँ हामी काठमाडौँ आइसकेका छौँ सबैजनालाई धेरै धेरै धन्यवाद जतिजनाले पनि मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएको छ लाइक कमेन्ट गर्नुभएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद सी यू अन नेक्स्ट भिडियो बाई बाई गाइस